सबैलाई नमस्कार। स्वागत छ तपाईहरुलाई हाम्रो यस मौलिक आवाज च्यानलमा। प्रस्तुता म राजीव ढुङ्गानाको तर्फबाट। आज म तपाईहरुलाई भक्तपुर वडा नम्बर 1 स्थित सल्लाघारी चंगा गणेश धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा उपत्यका भित्रको सुविधा सम्पन्न पिकनिक स्पटको दृश्यावलोकन गराउनेछु। साथै यो भिडियोलाई अन्त्यसम्म हेरेर कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला। साथीहरु, यदि तपाई उपत्यकाको भिडभाडबाट एकछिन विश्राम लिन शान्त हरियाली ठाउँ खोज्दै हुनुहुन्छ भने भक्तपुरमा अवस्थित सल्लाघारी चंगा गणेश तपाईका लागि एकदम उपयुक्त गन्तव्य हुन सक्छ। यस ठाउँको मुख्य विशेषता भनेको उपत्यका भित्रबाट यो ठाउँको दूरी हो। भक्तपुरमा रहेको यो सुन्दर ठाउँ उपत्यकाको केन्द्रबाट धेरै टाढा छैन। केही मिनेटको सवारीमै तपाई यहाँको सुन्दर हरियाली वातावरणमा आइपुग्नुहुन्छ। सल्लाघारी चंगा गणेश यो केवल एउटा मन्दिर मात्र होइन, यो खुसियालीको थलो हो। साथीभाइ, परिवार वा आफन्तसँग भेला भई हाँसो बाँड्ने, खुसी साट्ने, रमाइलो गर्ने र हाम्रो परम्परागत वनभोज संस्कृतिलाई जीवन्त राख्ने एउटा सुन्दर चौतारी हो। शुभ कार्यका लागि भगवान गणेशको आशीर्वाद अनि उत्सवका लागि शान्त र सुन्दर वातावरण काठमाडौँ उपत्यका भित्र रहेको यो चंगा गणेशले तपाईका हरेक उत्सवलाई सुविधाजनक, पवित्र र अविस्मरणीय बनाउनेछ। वनभोजका लागि त यो ठाउँको पुरै अर्कै छ। खुला मैदान, अग्ला अग्ला सल्लाका रुखहरूको शीतल छाया, यो ठाउँले हरेक वर्ष हजारौं मानिसहरूलाई स्वागत गर्दछ। तर यो स्थान वनभोजका लागि मात्र प्रख्यात छैन। यहाँको फराकिलो क्षेत्र, मनमोहक दृश्यले यसलाई विवाह, पास्नी, कुलपूजा, पारिवारिक भोजहरूका लागि प्रकृतिले सजाइदिएको भव्य स्थान हो। साथै ऐतिहासिक संस्कृति बोकेको भक्तपुर नगर भ्रमण पश्चात यो स्थान तपाईका लागि एकैछिन आराम गर्ने स्थल बन्न सक्छ।
तपाईहरुसँग यस स्थानका बारेमा भएका जानकारीहरू कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। यो भिडियोलाई अन्त्यसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद।